जन्मभूमि, मेरो पहिचान र मेरो मनमुटु हो। त्यसैले दोलखाको प्रतिनिधित्व गर्दै आगामी निर्वाचनका लागि महिला, जेन्जी र सामाजिक रूपमा विपन्नता समुदायतर्फबाट म स्मृति सेन्चुरीले आफ्नो उम्मेदवारी दर्ता गराएकी छु। तपाईहरूको चेली, तपाईहरूको छोरी आज यही मञ्चबाट विनम्र अनुरोध गर्दछु, समानुपातिक तर्फबाट मलाई यहाँहरूको अमूल्य समर्थन र बहुमत गरिदिनु हुनेछ भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त छु। यो अपिल केवल दोलखावासीको लागि मात्र होइन, देशभरिका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको लागि एउटा चेलीको अपिल हो। कृपया यहाँहरूले एकदमै सपोर्ट गरेर हामी जतिको युवालाई चाहिँ साँच्चीकै अब हामीले सपोर्ट गर्नुपर्छ है। यही हो देश परिवर्तन गर्ने बेला, यही नै हो। यतिका 35 वर्षसम्म त हेरेको हो नि, त्यसको परिणाम हामीले हिजो देखेको जेनजी आन्दोलन हेर्नु त हामीले त्यसरी त्यो आन्दोलनमा गएर हुमिएर लौ न मेरो देश बचाइदेऊ भन्नु परेको त्यो चित्कार सम्झिनु, त्यो बलिदान सम्झिनु, अनि त्यसपछि भोलि हामीले सुध्रिने मौका पाउँछौँ कि पाउँदैनौँ भन्ने कुरालाई सम्झिनु। र मैले अघि पनि भने त्यो स्वस्तिक छाप भनेको भोलि हामीले लगाउने स्वस्तिक छाप भनेको त्यो मसी होइन, त्यो रगतको छाप हो। त्यो छापले चाहिँ सही ठाउँ पाओस् र सही मान्छेले नेतृत्व गरोस् र यो देशको विकास गरोस्, हामी जतिको युवा आफ्नो भविष्य आफ्नै देशमा देख्न पाइयोस् भनेर म पूर्ण रूपमा यहाँहरूसँग फेरि पनि अपिल गर्न चाहे।